सो गाइस फाइनली हामी चाहिँ डेस्टिनेसनमा आइपुगिसक्यो। जस्ट कन्याम तपाईँहरूले देख्नु सक्नुहुन्छ है, तपाईँहरू पनि आएर इन्जोय गर्नु सक्नुहुन्छ। एकदम पिस एरिया साथीहरू होइन। सो म चाहिँ एकदम खुसी छु होइन, एकदम रमाइलो भइरहेको छ गाइस। अन्त यहाँ चाहिँ दिदी हुनुहुन्छ, दिदी हेलो। दिदी चाहिँ भेनाको फोटो खिचिदिनु हुँदैछ। यहाँ चाहिँ भेना हुनुहुन्छ, देख्नु सक्नुहुन्छ। आई लभ कन्याम होइन। सो तपाईँहरू को आउनु भएको छ, आउनु भएको छैन भने तपाईँहरू आएर भिजिट गर्नु होला साथीहरू होइन। एकदम राम्रो छ पिस एरिया, देख्नु सक्नुहुन्छ कस्तो दामी होइन। सो यहाँ चाहिँ फोटो खिच्दैछ होइन, 1 मिनटको भइहालोस् न अन्त। सो गाइस यहाँ चाहिँ म फोटो खिचिदिँदैछु दिदी भेनाको। स्माइल हेर्नु त गाइस फोटो सेसन होइन। यहाँ चाहिँ सबै एभाइलेबल हुँदो रहेछ, रिल्स बनाउनु पनि सक्नुहुन्छ तपाईँले। अन्त यहाँनिर चाहिँ कस्तो दामी दामी फ्लेमहरू बनाउनु हुँदो रहेछ बाजेले, यहाँ देख्नु सक्नुहुन्छ। वा तपाईँहरूले यहाँ यहाँको फ्लेमहरू बनाउनु सक्नुहुन्छ। सो ल गाइस तपाईँलाई देखाउँदै गर्छु होइन। पार्ट 1 पार्ट 2 हुन्छ। म झन्डै डिस्टर्ब गर्दैछु। यहाँनिर चाहिँ फोटो क्लिक गर्नुहुन्छ है। यहाँ चाहिँ रिल्स बनाउनु हुँदैछ दुईजना। कति क्युट देखेको साथीहरू, हेर्नुहोस् न। कति राम्रो देखेको यहाँनिर। सो कति राम्रो देखिरहेको छ। यहाँनिर चाहिँ डान्स गर्नु हुँदो रहेछ हो। सो एकदम यहाँको चाहिँ पिस एरिया साथीहरू इन्जोय गर्नु सक्नुहुन्छ। माउन्टेनहरू पनि देख्दो रहेछ यहाँबाट चाहिँ। सो यस्तो छ भ्यूहरू। सो गाइस तपाईँलाई म पार्ट 1 पार्ट 2 गर्दै देखाउँछु, डल्लै देखाउनु सक्दिनँ हो। त्यही त